वेलकम गाइज, आज म तपाईलाई 10 महत्त्वपूर्ण जेनरल नलेज क्वेशनहरू तपाईहरुमा शेयर गर्नेछु। 10 प्रश्न मध्ये पहिलो प्रश्न रहेको छ, वन क्षेत्र सबैभन्दा बढी भएको प्रदेश कुन हो? यसको सही आन्सर हो कर्णाली प्रदेश। प्रश्न नम्बर 2, गोपाल वंशको अन्तिम राजा को थिए? यसको सही आन्सर हो यज्ञगुप्त। प्रश्न नम्बर 3, नेपालको बनराज भनेर कुन ठाउँलाई चिनिन्छ? यसको सही आन्सर हो रिडी पाल्पा। प्रश्न नम्बर 4, नाइल नदी कति देश भएर बगेको छ? यसको सही आन्सर हो 11 देश। प्रश्न नम्बर 5, नारायण हिटी दरबार कुन शैलीमा निर्माण गरिएको छ? यसको सही आन्सर हो युरोपियन शैली अर्थात् ग्रीक शैलीमा। प्रश्न नम्बर 6, सबैभन्दा कम ओडा भएको महानगरपालिका कुन हो? यसको सही आन्सर हो विराटनगर महानगरपालिका, जसमा 19 वटा मात्र ओडा रहेको छ। प्रश्न नम्बर 7, ट्विटरको स्थापना कहिले भएको थियो? यसको सही आन्सर हो सन् 2007 मार्च 21 मा। प्रश्न नम्बर 8, बैकुण्ठ ताल कुन जिल्लामा पर्दछ? यसको सही आन्सर हो चितवन जिल्लामा। प्रश्न नम्बर 9, नेपालमा शालिग्राम पाइने एक मात्र नदीको नाम के हो? यसको सही आन्सर हो कालीगण्डकी नदी। र यस भिडियोको अन्तिम प्रश्न रहेको छ, नेपालमा कति भाषा बोलिन्छ? यसको सही आन्सर हो 123 वटा भाषा बोलिन्छ।